कर्मले गर्दाखेरि जन्म जन्म नरक गर्न अहिले आएर त्यो कर्मले अझै साथ नछोडेर गोरी हुनु पर्यो। थुप्रो छ जातक। हिजो अस्ति त्यसरी ज्ञान पाउने शुक्र बुद्ध पनि त्यही हो, वचन गर्न लाग्यो। त्यही भएर नमान्नु पर्ने छैन, केही नमान्नु पर्ने छैन, तर वचन गर्न समान्नु पर्छ कि पर्दैन? बहुत ठुलो अन्तराय हुन्छ। यो ठुलो अन्तराय यो पाप कर्मले जन्म जन्म हान्छ। किन भन्दा शिर समाधि प्रज्ञा जति तेजी हुँदै गयो उहाँको उति पाप बढ्दै जान्छ। त्यस्तै प्रकार माता पितामा त्यही हो। माता पितामा अलिकति वचन कर्म गरेछ भने त्यो व्यक्तिले जन्म जन्म भोग्नुपर्छ। किन भोग्न परेको भन्दाखेरि माता पिताहरू गुण उकारमा बहुत ठुलो भएको बहुप्रकार विको माता पितरो उत्तानम आपदायिका क्षीरदायिका लोकस इमस लोकस दशतारो मिठो दुध खिलाएर हुर्काउने अरूले माताले। अपदायिका भनेको तपाईँ हामीलाई हेर्नुहोस् त सबै कुरा सानैदेखि कस्तो घाँस खिलाए कसरी हुर्किन्छन् छोराछोरी भन्दै चलाउँदै कोखाइ हाम भन्ने खिलायो कसले? होइन त? छोराछोरीले खाएन भने नखाए मरिरात भन्नुहुन्छ। कसरी खान्छन् यी छोराछोरीले? फकाएर भन्छ यो छोराछोरी लोभी छ कि यो छोरो लोभी छ भने सानैदेखि जानेका हुन्छन् आमाले। यो खिलाएको घाँस खाएन भने अर्कालाई खिलाउँछ भने उता देखा खान्न छ त भने अरूलाई खिलाउँछ त कोखाइ भन्दा आँखा घम्मै हाल्ने कसले? त्यही हुन्छ क्षीरदायिका। होइन त? यी मस लोकस दशतार यो लोकलाई सर्वप्रथम आँखा खुलाइदिने आँखा देखाइदिने कसले हो? माताले पिताले हो कि होइन? त्यस्तो माता पिता गुरुका धेरै भयो भने हो यो वचन गर्न लाग्यो बहुत नराम्रो लाग्छ। बहुत ठुलो जन्म दासी भइन्छ। नरकमा गएर आएर मान्छे हुँदा त्यो कर्म छोडेको हुँदैन। जन्म आँखाको निचाउनु हुँ खानु होचाइ खानु दासी हुनु नोकर्नी हुनु। किन भन्दाखेरि माता पितामा लागेको गर्जा बहुत ख्याल गर्नुपर्छ। तपाईँ हामी त्यही माता पिताको कर्मबाट बाँच्न बहुत जरुरी छ। 5वटा गरुड कर्म गर्दाखेरि माता पिता मात्रै रहनुहुन्छ। अब भगवान भनेपछि भगवान हुनुहुन्न, अरहतहरू तपाईँ कहाँ गएर खोज्ने? सँग भेदा भनेको तपाईँहरूसँग हुँदैन। माता र पिता यी दुईटाबाट तपाईँ हामी बस्नलाई जाने कर्जा तिर्न जरुरी छ कि छैन? त्यही भएर भगवानले भन्नुहुन्छ त्यो पूर्वारमा बिहार लिएको समयमा भगवान के भयो भन्दाखेरि गन्धकुटी बिहारमा बिहार लिनु भएको टक्क सुनको हामीले त अब सुनौली भनिन्छ पलङ्कमा टक्क गन्धकुटी पलङ्कमा बिहार लिनु भएको थियो। एउटा व्यक्ति भिक्षु साधारण भिक्षु लोइरा दुधले खुर्से भिक्षुलाई चाहिँ 4-5जना व्यक्ति हाम्रो भिक्षुहरूले भन्दैहरूले लटाउँदै ल्याउनु। भगवानले हेर्नुहोस् मुस्कुराउँदै हेर्नु ल्याएर जबरजस्ती त्यहाँ राखे ढोक्नुहोस्। भगवानले ढोक्यो। भगवानले सोध्नु छोराहरू हो अनि मेरो सामुमा आउन नखोज्ने ती भिक्षु मेरा छोरालाई तिमीले जबरजस्ती तानेर किन लिएर आयो? सोद्धाखेरि भन्तेहरूले हात जोडेर बिन्ती गर्नुहुन्छ। उहाँले भन्थे भगवान कारण यो पर्यो कि यिनले अहिले यहाँ भिक्षुले श्रद्धालु दानीदाताहरूले त्यत्रो श्रद्धाले आफूले नखाइन पहिले सर्वप्रथम हाम्रा धन्तेहरू भिक्षुहरू सङ्घहरू भनेर सङ्घीको दान गर्नुहुन्छ। के दान गर्नुहुन्छ? सङ्घमा दान गर्नुहुन्छ भने हाम्रा धन्तेहरू हुन् भनेर उहाँले शासनमा गौरव राखेर उहाँहरूले पहिले अग्र दानहरू गर्नुहुन्छ। तर यिनी भिक्षुले ल्याएर मान्छेलाई खिलाउँछन्। कसलाई खिलाउँछन्? सङ्घर्ष देहमा सङ्गीतको दान भयो भने मान्छेले लिन जाने जहर बराबर हुन्छ। लिन जानेमा के पनि हुन्छ। सङ्घलाई दान गरियो बतास भन्दैछि यो यस्तो रहेछ म लिन्छु अनुमति माग्नु केही पनि हुँदैन। अलिकति केही वयाउसा काम गरिदिनु झाडु लगाइदिनु पूजा गरिदिनु लिनु केही पनि हुँदैन। त्यतिकै अनादनमा सङ्घसँग सुरकुसेर गन्दै गरेर लियो भने सङ्घको दान सङ्घलाई गरेको दान चाहिँ जहर तुल्य हो। कहिले पनि कुनै भगवान पच्दैन। खाना त अलिकति खाइएर अलिकति लिएर तर पच्दैन। तर लिन जाने भए हुन्छ कि हुन्न? उसको अनुभव हो आफूले अनुसन्धान गरेछ भने ठुलो खतरा हुन्छ। अहिले त्यही हिसाबले उहाँले ल्याउनु भयो तर उहाँले बुझेका भिक्षु होइन उहाँले। र भगवान यसो गर्छन् र हामीले लिएर आएको भन्दा छोरा यिनी भिक्षुले भनेको ठिकै हो भन्दा भगवान गल्ती भएछन् क्षमा गर्नु होला सही भन्नुभएको
प्रकारले सही भन्नुभएको हो। मलाई सबै सङ्घला भनेर मलाई दान गर्छ, मैले ल्याएर मैले खिलाउँछु मान्छेहरूलाई। छोरा खेर त त्यसो भने तिमीले कस्तो प्रकारका व्यक्तिलाई ल्याएर खिलाउँदैछौ भन त। तिमीले दान गर्न मिलेको सङ्घलाई मिलेको सम्पत्ति कस्ता व्यक्तिलाई खिलाएका छौ? अथवा भोजन हुन्छ, चिवर हुन्छ, त्यतिखेर त अब साडीहरू धोतीहरू मिल्थे, चिवर यसरी मिलेथेन। जे वस्त्र हुन्छ त्यतिखेर मिलेको के यसरी कस्तो मान्छेलाई खिलाउँछ लो भन त भन्दा भगवान् त्यहाँबाट बल्ल आफ्नो इतिहासमा भन्नुभयो। आजभन्दा 12 वर्ष अगाडि भगवान् म पनि यस्तै मादनतुलमा जन्मेको व्यक्ति हुँ र मलाई पनि माता पिताहरूले कहीँ पनि जान दिनुहुन्थेन। एकदम बिल्डिङहरूमा बस्थे। माथि बिल्डिङहरूमा बस्दाखेरि पनि तलबाट हेऱ्यो श्रावस्तीको जेतमन बिहारतिर व्यक्तिहरू पुरा तार बेलुकी जान्छन्, खुसु 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 दुलुलु बात गर्दै जान्छ। आउँदाखेरि पनि एकदम झन् शान्त भएर खसु खुसु खुसु गर्दै फर्केर आउँछन्। कति शान्त छ यिनीहरूको अनुहार हेर्दा। म यत्रो बिल्डिङमा बसेर मलाई कहिले शान्ति छैन, कहाँ जाँदा हुन्? एक दिन आमा बाबु नहुँदा खुसुक्क तल झरेर सोध्न पर्यो भनेर 7 तल्ले बिल्डिङ घरबाट तल झरेर खुसु गरेर मामु आइछु कहाँ हुन्छ। सधैँ बेलुकी बेलुकी यता जानुहुन्छ, फेरि फर्किनुहुन्छ, खुसु 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 गर्दै आउँदा त एकदम झन् गम्भीर अनुहार उज्यालो बनाएर आउँछ। ए तिमीलाई थाहा छैन त्यो जेतवन भन्ने बिहारमा है अहिले भगवान् हुनुहुन्छ नि। भगवान्ले क्षत्रिय ब्राह्मण राजकुल गरिब दुखी जडिया गजडिया केही पनि भन्नुहुन्न। जस्तै व्यक्ति गयो भने एक नाच भेदभाव नराखिकन कसैलाई काखा कसैलाई पाखा नबनाइकन कति मिठा मिठा देशना कति राम्रा मनमा शान्ति हुने उपदेशहरू गर्नुहुन्छ धर्म देशना। तिमी पनि सुन्न हिँड न। उनको भनाइ पनि प्रियले कति राम्रो महाजन क्षत्रिय उनी त अब महाजनबाट बसेका केही पनि रोन्नुहुन्न उहाँले। यस्तो देशना गर्नुहुन्छ कति आनन्द आउँछ। तिमी पनि हिँड न एक दिन भन्दा एक दिन म है भनेर जाँदा गएछ। म पनि एक दिन जानु पऱ्यो भने आम बाउ नभएको टाइममा म पनि बिहार आएँ। सबै जनतासँग परिसँग आएर भगवान्को त्यो उपदेश सुन्दाखेरि त भित्रबाट श्रद्धा जाग्यो। हेर्नुहोस् त कहिले कहिले कतिपय व्यक्तिहरू भगवान्को देशना सुन्ने बित्तिकै श्रद्धाले गति भयो। म अब घर फर्किन्न, भगवान्कै शासनमा छोरो भएर बस्छु भने एकैचोटि बिन्ती गरेँ र भगवान्ले आमा बाबुको अनुमति लिएर आउनु। यतिकै त लगाएर हुँदैन। मैले राहुल कुमारलाई लगाइदिएको हुनाले मेरा शुद्धोधन राजा आफ्ना पिताश्रीले धेरै बिन्ती गर्नुभएको छ कि आमा बाबुको अनुमति नलिकन भगवान् अरूदेखि नलाइदिनु होला भन्नुभएको बुद्धि गर्नुभएको हुनाले मैले लगाइदिन। तिमीले सोधेर आमा बाबुको अनुमति मिल्यो आज्ञा मिल्यो भने ओके भनेर कति गएर दौडाउँदा देशना सुन्न त नपठाउने व्यक्तिलाई भन्दै लगाउन पठाउँछन्। बबजा दुखरा तात कम्च सुखमा जातिको छोरा तात मैले यसरी प्यार गरेर राखेको छोरा बबजा गटौँ टाउको बनाएर खाली खुट्टा भएर यसरी प्यारो चिबलाएर हिँड्नु त दुःखरा बहुतै दुःख छ। नलौ छोरा बहुत दुःख छ। तिमी त सुखमा जानेको तिमी सानै छौ। सानोमा यस्तो हुने होइन, सन्यास हुने होइन, बुढो भएर मर्ने टाइममा बल्ल हो। पहिलाका व्यक्ति जस्तै अझै पनि त्यो छापा छ नि, छ कि छैन? पहिला काले हो, पहिला काले मैले पहिला काले भन्दै शीतलले उन्नलले उन्नतिन जो शीतलम कहिले कहिले तिमीलाई चिसो खान मन लागेको खान मन ला जिन्तौ ल्याएर देलान् होइन त? अब खान मन लाग्छ ल्याएर जिन्तौ देला होइन? कसलाई ल्याएर अदुवाको झोल ल्याएर देलान् उन्नतने च शीतलम तातो तातो सरुवा झोलहरू खान मन लाग्दा ल्याएर बरफ देलान्। सुख छैन छोरा त्यसरी लाउने कति हो कति भन्दा टेर्नु भएन भातै नखाइकन छन्द बदन थाले। छन्द बदन भनेको साँगार्या छन्द भित्र आफ्नो इच्छा प्रकट गर्न थाले। हुन्न म नलागेर भातै खान्न। त्यहाँबाट पिताश्रीले गएर उनका पिताश्रीले गएर ए नानीको आमा छोड्दे भरे पुङ्गी भएको त देख्न पाइन्छ। भरे यतिकै मऱ्यो कहाँ कसलाई छोड्यो भने केही नभए पुङ्गी भएको त देख्न पाइन्छ नि। छोड्दे भन्दा अलि दिनो दुःख पाउँछ फर्केर आउँछ भनेर यसरी शासनमा गएर भिक्षु लगाएका व्यक्ति। त्यसरी आज 12 वर्ष अगाडि म यसरी भिक्षु लगाएँ। शासनमा गौरव मानेर मैले भिक्षु लगाएँ। आमा बाउको बात मैले टेरिनँ। आमा बाउले मलाई पनि अन्तिम छोरो भनेर उहाँहरूले हार दिनु